अनि नि यतापट्टि भूत पनि हुन सक्छ यहाँ र यहाँ कौन है हेलो कौन है बसेर पार्टी गर्ने कोही छ ए हामी यहाँ ट्री हाउसमा आइपुगेको छौँ यहाँ आइपुग्यौँ अनि भित्र पसेर पनि हेऱ्यौँ एकछिनमा त भिडियो देख्नुहुन्छ एकदम खत्तम भएछ एकदम पानी सानी पर यहाँ मेन कुरा नि गाइस यहाँ हात्तीको गुरो छ अनि पर टेन्सन काचाकुचुक भएछ पोचेर यो काठहरू सब पोचेको छ माथिको अनि यस्तो धर्दै बिस्तारो जस्तो माथि हामी चढ्यौँ चढेर हेरेको अहिले सबै खत्तम भएको छ डेस्ट्रोय भएको छ एन्डिङ टाइममा हामी आइएछ एकदम एकदम बन्द भइले आइदिए मान्छेको छैन एकदम कम्प्लिट बन्द भएछ खत्तम रहेछ एकदम खत्तम भएछ शेष भएछ अनि यहाँ राइनो रिजोर्ट छ राइनो रिजोर्ट हामीले यहाँ हेऱ्यौँ यसकै छेउमै रहेछ यो 50 मिटर जति टाढैमा रहेछ अनि हामी मेन यो हेर्नको लागि आएको थियौँ फर्स्ट टाइम आएको थियौँ यो हेऱ्यो एकदम राम्रो लागेन माने बन्द भइसकेको छ रिजोर्ट यतै छ राइनो रिजोर्ट त्यो पनि हामीले हेऱ्यो लास्टमा यो हेऱ्यो यो अहिले अलिक माने बन्द भइसकेको रहेछ हान्दिउँ देखिन्छ रेडी ओके या अनि अब हेऱ्यो हामीले ब्याक फ्लिप पनि हान्यो एउटा अब जानुपर्छ हेलो गाइस गुड मर्निङ अहिले बिहानको 9 बज्दैछ अनि म पारी ट्री हाउसमा जानको लागि निक्लेको छु अहिले यहाँ म बगानमा आएको छु नागरुचिले बगानमा अनि यता कम्मल र म निक्लेको छौँ बाइक लिएर अहिले निक्ल्यौँ ट्री हाउस गएको छैन फर्स्ट टाइम जाँदैछौँ यहाँ अनि म घरमा आएको थिएँ गुवाहाटीदेखि अस्तिको दिन घरमा आएको थिएँ र आएको टाइममा आज फ्री टाइम भएको लागि घुर्नको लागि निक्लेको छु अहिले वर्तमान छु चियापात बगानमा छु नागरुचिलीको अब बाइक लिएर निक्लिने यहाँ आइपुगेको थियो यहाँ स्टार्ट गरेको मैले भिडियो अब यतादेखि उदालगुडीमा आएर ट्री हाउस चाहिँ यहाँबाट अब सिधा पारी भएर हेलमेट झऱ्यो स्पिड चल्दै थियो मैले यो लान बिर्सेको थिएँ हेलमेटको हेलमेट झऱ्यो यतापट्टि फुट्यो कि क्या हो आज चाहिँ फुट्यो होला हौ धन्न फुटेन छ फुटेन छ दाग मात्रै लागेछ यसले यहाँ लेथ्रा लागेछ दाग मात्रै लागेछ यसको यो थिएन यो मैले लाउन बिर्सेछु अनि पाल्चार पुरा स्पिडमा कुद्दाखेरि हावाले यसरी लडाउने यो धन्न फुटेन अस्ति एक बार पनि उहाँ भुटानै रिसाएको थियो यसपालि पनि फर्स्ट टाइम फेरि 2 बार भइसक्यो फुटेन अलिकति यहाँ दाग लाग्यो यहाँ कोताएर यसको लागि यो लाएन झर्छ स्पिड कुदाउँछ नि त हावाले गर्दा पुरा झर्छ यहाँ कमलले अच्छा राइडिङ चाहिँ राम्रो गर्छन् है बाइक राइडिङ आइपुग्न आँट्यो यहाँ ट्री हाउस आइपुग्न आँट्यो यतापट्टि अनि साथमा यहाँ छेउमै रहेछ फेरि राइनो हाउस राइनो रिजोर्ट कत्रो यहाँ लिएर गाडी लिएर ट्री हाउसमा जानु पर्यो यहाँ राइनोदेखिबाट ट्री हाउसमा हामी आइपुग्यो टिकट काउन्टर थाहा छ त्यो हामी यहाँ ट्री हाउसमा फाइनली आइपुग्यो राइनोको छेउमै रहेछ राइनोदेखि यहाँ 50 मिटरमै रहेछ एउटै बााउन्ड्री भित्रै पो रहेछ यहाँ फाइनली हाम्रो यो ट्री हाउस आइपुग्यो अहिले त अलिक माने मान्छे आउन छोडे जस्तो छ एकदम लेत्रा पेत्रा भइरहेको छ एकदम खत्तम भएको छ एन्डिङ टाइम आइसकेको रहेछ ट्री हाउसको अहिले यहाँ छ गाँसमाथि घर छैन त केही हात्ती आएर हो कि के हो पनि छैन माने केही पनि छैन एकदम उयो भएको रहेछ ध्वंस भइसकेको रहेछ हात्ती आएर नि म्यानेजमेन्टले बन्द गरेको होला नि मान्छे आउनु छोडेर कि के हो छैन छैन सबै यो भत्किसकेको छ डेस्ट्रोय भइसक्यो त्यही पनि माथि गएर हेर्नु पर्यो जाउँ होला कि माथि केही बसेको होला नि ट्री हाउस भनेर पुरा मान्छे आउँछ टाढो हामी योपालि आएको छ फार्स्ट यहाँ छेउमै भएर पनि फर्स्ट टाइम आएको र हात्ती हुन सक्छ नि घनघोर जङ्गलमा उतापट्टि यहाँ माथि पनि हुन सक्छन् लड्ला नि नथाम्ला नि ट्री हाउसले त्यही छ
जिउँदा थियो भने थाम्छ जस्तो चाहिँ छ यहाँ ट्री हाउसले अवस्था खराब भएको छ त्यही पनि माथि उठेर हेर्ने हो सबै काठको माल हो होइन पानी सानी सब चुरो हेर उतातिर हो पानी सानी 3 फुट जस्तो छ त्यही पनि जान चाहिँ जाने हो आइयो छोडेछ नि ओ यहाँ हात्ती आएर होला यहाँ गुहेहरू कम्मल यो गुहेहरू आएछ नि त यहाँ गाइस त्यसको लागि हात्तीहरूको लागि अलिकति यो भएछ ध्वंस भएछ यहाँ बुझ हो र हामी त्यही पनि माथि जान्छौँ जाउँ त बिस्तारै बिस्तारै माथि हुन सक्छ के जातिहरू चाहिँ लास्टमा भाँचो छ भाँचोलाई भाँचो सके पछाडि हामी आइयो आइजड लास्ट टाइम अब हामीदेखि हामी होला लास्ट यहाँ ध्वंस भइसकेको रहेछ यो गाछमा यसमै बनाएको थियो हाउस ट्री हाउस यो माक्रोको जालहरू हो ए माक्रोको जालहरू ध्वंस भएको रहेछ एकदम भाँसी चाहिँ हेर्दै हेर्दै जानुपर्छ माथि माथि पनि केही जाति हुनसक्छ बाघहरू हुनसक्छ बाघ बाघ पनि हुनसक्छ लग्छ आएको छ हात्ती टोइलेट आयो मलाई छ लेथ्रा So guys, finally tree house भत्किसके पछाडि हामी ट्री हाउस त टोयलेट हाउस जस्तो भएछ डिस्को बार हुन त गर्दैन नि कमले यतापट्टि ये ट्री हाउस गाइस ये एक्सपायरी भइसक्यो यतापट्टि ट्री हाउसको अवस्था यस्तो भएछ त्यही त हो रड्डी टाइममा आएछ हामी एकदम लास्ट टाइममा एन्डिङमा आइएछ एकदम लास्ट टाइममा आएछ खतरनाक लास्ट हामीभन्दा लास्टमा अरू कोही पनि आउँदैन होला सब पोचेको रहेछ दोलो सोलेहरू यो सब बेराहरू सबै यो पोचेको रहेछ ए मानेतातिर हात्ती साथी आएर यो सबको लागि माने बन्द गरेको रहेछ अहिले यो हात्तीको सब्जीहरू बनाइदिएको रहेछ छोड्नु अगाडि ट्री हाउसमा यो सब म्यानेजमेन्ट टिमले छोड्नु अगाडि हात्तीको फोटो सोटो देखाएर छोडिदिएको रहेछन् यतिकैमा पनि यहाँ यो चाहिँ खुनको दाग होला यतिकोमा होइन हौ पहिला पहिला चाहिँ हेर तल यस्तो जग्गा छ सास फेर्न पनि दिग्दार जस्तो छ ट्री हाउस त ल्याङ्टा भएछ अझै माथि छ त जाने यहाँ छ माथि छत यहाँ जाने बाघहरू हुनसक्छ ए ट्री हाउस माथि पनि रहेछ नि त बस्ने जग्गा चाहिँ यहाँ छ त सुत्ने जग्गाहरू यहाँ सुत्ने जग्गाहरू छ तर डर डर लाग्दो रहेछ हौ डर पो लाग्दो रहेछ हौ अनि नि यतापट्टि भूत पनि हुनसक्छ यहाँ र यहाँ कौन है हेलो कौन है बसेर पार्टी गर्ने कोही छ ओइ थुप्रो कपडाहरू छ यहाँ यो अब घाँस काट्न चाहिँ सजिलो हो नि खाना कि माथि छ कि अनि एउटा डाला गर्छ कमले त्यो भाँचिन सक्छ है तर यहाँहरू त ए सेन्टर छ नि त राम्रो छ नि त नि यस्तो सबै रहेछ त ए ऊ मान्छे माथि झुन्डेको रहेछ होइन रहेछ उठो माथि
यस्तो रहेछ गाइस यहाँ कपडा सपडा छ अनि यहाँ नै त अहिले ट्री हाउस दिउँसो अगाडि मान्छे आउँथ्यो यो भूतको लागि भएको छ ट्री हाउस भूत आउँछ यहाँ यहाँ बसेको कि भूत हाउस ट्री हाउसको अवस्था यस्तो भएको छ अहिले त्यही त त्यतिखेर अलिक डर थियो होला कि त्यो पनि फ्यान्सी के छ होला यहाँ माथिबाट हो बोट माथि नै छौँ गाइस माथि नै छौँ हो यहाँबाट अनि यो सब छ ट्री हाउस यही हो पहिले राम्रै थियो यो काला सालाको एकदम राम्रो थियो फोटो सोटो खिच्ने गर्ने जग्गा थियो मान्छे तामाम आउँथ्यो यहाँ अहिले चाहिँ अलिक उयो भएछ मान्छे बस्न छोडेछ नाम्न साम्न छोडेछ अनि अहिले यसको समय सकेछ डेट पार भइसकेछ यो ट्री हाउसको ठिक छ र यतापट्टि यो मक्केको छ है पानी सानी माथि चुँदो रहेछ यहाँदेखि पानी सानी एकदम चुरा यहाँ मक्किसकेको छ यहाँ जान सकिँदैन डर मर्दो छ यहाँ यतापट्टि टोइलेट छ यतापट्टि पेसाब आएको थियो तर अब यहाँ जान सकिँदैन उतापट्टि खतम भएछ नि ट्री हाउसको चलो ट्री हाउस त खतम यहीँ मात्रै मेन हो भने त काम रहेन रहेछ जुन टार्गेटमा आएको थियो नि यो त रहेन रहेछ नि ट्री हाउसको अवस्था त यो त 5 मिनटमा सकियो नि हामीले ट्री हाउस त त्यो रिजल्टै बेसी राम्रो राइनोको छेउमै थियो यो ट्री हाउस तर यहाँ अहिले हामी अन्तिम टाइममा आइएछ है केही नै छैन यो हेरियो 2 मिनट जस्तो हेरियो सब पोचेको रहेछ भित्र बस्ने जस्तो जग्गा रहेछ गाछमाथि अनि पोचेर पानी सानी खसेर खतम भएको रहेछ एक्सपायर भएको रहेछ एक्सपायरी डेट सब पोचेर खतम भएछ के पोचेर ओरेर शेष भएछ अनि अब हामी यहाँदेखि राखे जाने हो तल अनि उ यता ढाबा जस्तो बनाएको छ होटेल सोटेल रहेछ छेउमै त्यहाँ पस्ने अनि त्यहाँ हेरेर कस्तो के अवस्था भएछ त्यसको पनि हेरेर अनि यस्तो लाग्यो कि यहाँ मान्छेहरू आइजाइ अहिले बन्द भएछ अनि हात्तीको गुको लागि चाहिँ थाहा पाइयो हात्ती साथी आउँदो रहेछ अनि साथमा यहाँ पुरा पोचेछ अहिले मान्छे सान्छे आउन सबै बन्द भएछ माथि चाहिँ पानी सानी परेर टेन्सन काचाकुचुक भएछ पोचेर यो काठहरू सब पोचेको छ माथिको अनि यस्तो धर्दै बिस्तारो जस्तो माथि हामी चढ्यौँ चढेर हेरेको अहिले सबै खतम भएको छ डेस्ट्रोय भएको छ एन्डिङ टाइममा हामी आइएछ एकदम एकदम बन्द भइले आइजाइ मान्छेको छैन एकदम कम्प्लिट बन्द भएछ यहाँ चियरको खुट्टाहरू यहाँ छ अनि यो भयो रेस्टुरेन्ट मेनु उतापट्टि लागेको छ अनि हामी यहाँ पस्यौँ रेस्टुरेन्टमा ट्री हाउसको रेस्टुरेन्टमा यतापट्टि छ ग्यासको यो छ अनि यतापट्टि छ यो हाल्नाहरू रहेछ आलमारीहरू रहेछ नुनहरू रहेछ नुन सुन छ के दिएको छ बनाउने जग्गा किचन रहेछ नि यो बेसिन सेसिन छ स्क्यानर छ पैसा देऊ त जान्छ जाँदैन हेरौँ ए हानिहरू त 100 रुपियाँ अनरको नाम आउँछ नि यहाँ ल ट्राई गर्ने 100 रुपियाँ जाँदैन होला अब यो स्क्यानर छ यो स्क्यानरमा हाम्रो कमलले ट्राई गर्छ नि 100 रुपियाँ हालेर जान्छ कि जाँदैन कहाँको गुगल पे यार बडा अराउन्ड जानु अरे गुगल पे 100 रुपियाँ ट्राई गर्छ नि अब हामी कमलले 1 लाख हाल्दिउँ क्या यसको माइक ल वाह यहाँ रहेछ पेङ ला नेटवर्क छैन ल नि त सुदीप उजिरा नाम हाल्दो 100 रुपियाँ हाल्दो दान गरिदिन्छु ल स्वाट्टै भन्छ लु कमलले 100 रुपियाँ हाल्दे यता छ कि पैसाहरू हुन सक्छ यहाँ चाहिँ कमेन्ट आउँछ नि अब यता यहाँ भगवानको फोटो रहेछ गाइस यतापट्टि यताको अवस्था यो भगवान बुढाबुढीले यस्तो भएछ अवस्था थालेको छ नि कामै जेनी फ्रम फिलिपिन्स फिलिपिन्सबाट आएको छ यिनीहरू रहेछ दुईजनाले के होस् गाडी साडी लिएर वाइफ हाल्दैन फिलिपिन्स घुम्दै आएको छ नि यी दुईजनाले मान्छे दुईजना यतापट्टि रहेछ बाख्रा घर भएछ भारतको झन्डा छ यहाँ ए टेबल सेबल छ ए झन्डा झन्डा यस्तो रहेछ फ्यान रहेछ कमल फ्यान राम्रो रहेछ कमल यहाँ यो खाने बस्ने जग्गा खाने जग्गा रहेछ यतापट्टि
Guest from USA. USA. Elephant friendly organic farm. Guest from China with Bodo traditional दखना अरे गाइस यहाँ चाइनिज कि आएको हो यो चाहिँ अनर छ नि त्यही होला यो चाहिँ एउटा आएको सब पहिले विदेशबाट आएका छन् अनि यहाँ खास कुरो चाहिँ के भने गाइस चार पाटा यहाँ पाकिरहेछ कमल उहाँ आएर पाएको उहाँ आएर न हो दिदी घर लाउनु सक्छु अचार बनाउनु खाल्टा कसरी छोड्नु यसलाई उही छ ऊ बहुत खाल्टा हलाउँदा झर्छ बहुत पाएको छ यहाँ त दिदी घर भन्दैछ अचार बनाएर खान सक्छौ नेमु निस्कि मैले अनि यहाँ एकजना मान्छेले हामीलाई सोध्यो जुन त्यहाँ राइनो छ नि राइनो रिजोर्ट बनाएको छ हो त्यसको मालिकले यतापट्टि बनाएर दुईजना पार्टनरसिपमा गरेका छन् राइनो रिजोर्ट र अनि यो ट्री हाउस अनि तिनीहरू दुईजनाको काजिया लागेर अनि जुन यतापट्टि बनाउने थियो ट्री हाउस त्यो मालिकले चाहिँ छोडेर गएछ यो अनि त्यस्तो खालको कहानी भएर यो बन्द भएको रहेछ अहिले त्यो सब अहिले हामी लास्ट भनेर चाहिँ एउटा ग्रुप चाहिँ आयो स्कुटी लिएर केटा र केटी दुईजना आयो लास्ट छैन अरू आउँदैन जसले चाहिँ जानेको छैन बन्द भयो भनेर तिनीहरू मात्रै आउँछ नि अहिले एकदम बन्द छ एकदम आउनु पर्दैन आउनु सोच्दै हुन्छ भने एकदम खलास भएको छ केही बसेको छैन हेर्ने जिनिसहरू र हामी अब निस्किसक्यौँ है ब्याग स्याग स्टार्ट गरेर अब लाहे लाहे जाने कमलको दिदी घर जाने हो र कमलको दिदी घर यहीँ छेउमै छ कमलको दिदी घर पसियो अरे अनि त्यहाँबाट निस्केर जानु पर्यो आरामले त्यो गाइस आजको लागि यति नै यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने यहाँ सब्स्क्राइब र सेयर गर्न नभुल्नु होला त आजको लागि यति नै जय असम जय गोर्खा